Go. Ready? You? हजुर. Yes. Hey yo, Healing Tattoos here. Once again, अर्को ट्याटु हामी लिएर आएको छौँ गाइज. सो यो ट्याटुजलाई नै बबाल मेहनत लागेको छ होइन. त्यो मेहनतको फल चाहिँ तपाईँहरूलाई देखाउनु चाहिँ साह्रै मन लाग्यो हो. तर यो फल हेरिसके पछाडि तपाईँहरूले के त लाइक गर्नु पर्यो, सेयर गर्नु पर्यो, अनि त्यहाँबाट नि चट्ट परेर चाहे रिपोस्ट नचाहे कपी लिङ्क हानिदिनु होला है त. लेट्स सी आवर वर्क. यो चाहिँ हाम्रो फर्स्ट सेसन. अब भाइको फर्स्ट ट्याटु यत्रो अब ह्युज आममा होइन, टक्क ठुलो ट्याटु हान्दाखेरि मजाको भाइब्स त आएको हो, तर अलिकति दुखाइले चाहिँ चतार चतार गरेको हिसाबले चाहिँ अलिकति गाह्रो भयो. सो भाइ कस्तो भयो एक्सपिरियन्स? अल ओभर त दामी थियो, तर जति सक्दो त्यति खप्न त कोसिस गरे होइन. तर हिलिङ ट्याटु चाहिँ ल सेयो दियो. ल नेक्स्ट सेसनमा हामी भेट गर्नुपर्छ. अनि हाम्रो अर्को भाइ कोही त हाम्रो दङ भाइ यला बेबी you know what it is. यो चाहिँ हाम्रो आकु पासाले डन गरेको ट्याटु हो. यो चाहिँ यो कुन लाखे अरे? गोर्खाको लाखे. सो ही represent his Gorkha. See the detail, Gorkha Palace and गोर्खाको संस्कृति. Yalla habibi, come to Healing Tattoos. कोही हाम्रो आर्टिस्ट Yalla habibi.